साथ सबै मिलेर जति पनि हरिद्वारमा रहेका नेपाली विद्यार्थीहरू छन् सबै मिलेर देशको हितको लागि सबैले एक भएर गर्नुपर्नेछ। अहिले देशको अवस्था हेर्दाखेरि पुरा धर्म देशको नाम विजेत गरिसकेका छन्। त्यस्तै नेताहरूलाई लगेर हाम्रो राजतन्त्र हिन्दू राष्ट्र भन्दा नेपालको कति सान मान मर्यादा थियो र अहिले नेपालमा मन्त्रीहरू बाहिर देश जाँदाखेरि पनि गाडी आउँछ यिनलाई राजा जाँदाखेरि कति सान हुन्थ्यो। के भन्दै मेरो केही विचार छ भने धेरै धन्यवाद। उहाँले आफ्नो विचार राखेर गइसक्नुभएको छ। त्यस्तै गरेर हाम्रा दिनेश भाइलाई पनि म अगाडि आएर आफ्ना कुराहरू राखिन हार्दिक अनुरोध गर्दछु। आज यो कार्यक्रम राष्ट्रियता प्रजातन्त्र उदारवाद अवस्था व्यवस्था र नेपाल हिन्दू राष्ट्र पुनर्स्थापनाको लागि प्रवासक सङ्गठन हरिद्वार उत्तराखण्डद्वारा भोलि मिलन कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसमा हाम्रो समिति गठनसँगै हामीले यसलाई कसरी अगाडि बढाउने, सङ्गठनलाई कसरी अगाडि बढाउने